दलित गरिब र सुखमवासीको नाउँमा कहिलेसम्म राजनीति गर्ने। नमस्कार, मेरो नाम प्रमोद कुमार चौधरी हो र यो भन्दा अगाडि तपाईहरु एउटा भिडियो हेर्नुस्। भिडियो पक्कै हेरिसक्नु भयो होला। यो भन्दा 30 वर्ष अगाडि नै सुखमवासीहरू र सुखमवासीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराको निर्णयहरू पटक पटक भइराखेका थिए, कानुनहरू पटक पटक बनिराखेका थिए र बनिसकेको पनि थिए। त्यसलाई पहिलाका सरकारले मूर्त रूप दिन सकेका थिएन। आखिर किन दिन सकेका थिएन त? त्यो पहिला मजाले तपाईहरु विचार गर्नुस्। मलाई जहाँसम्म लाग्छ उहाँहरूले कहिले पनि नेपाली जनता, एउटा सुखमवासी, अर्को दलित र अर्को गरिब, त्यो समस्या कहिले पनि समाधान गर्न चाहेन। किन चाहेन? त्यसको पनि एउटै सूत्र हो, राजनीतिमा जाने, मुद्दा उठाउने र सत्तामा पुगिसकेपछि त्यसको काम चाहिँ नगर्दिने। यसलाई बल्ल बल्ल अहिलेको सरकारले कार्यान्वयनमा ल्याए र पहिलाका सरकारमा बसेका व्यक्तिहरूलाई त्यो कुरा चाहिँ पचेन। यो कार्यान्वयन भइसकेपछि हाम्रो त राजनीति गर्ने अड्डा नै सखाप हुन्छन्। किनकि हामीले राजनीति गर्ने दलितको लागि हो, दलितको नाउँ बजाएर खाने हो, गरिबको नाउँ बजाएर खाने हो, सुखमवासीको नाउँ बजाएर खाने हो। रोजगार चाहिँ म कहिले सिर्जना गर्दिनँ, त्यो त तपाईहरु 30 वर्षदेखि देखिराख्नु भएका थिए। भएका उद्योग धन्दा कल कारखानाहरू पनि खाइसके थिए उहाँहरूले। त्यो विचार गर्नु भएको छ कहिले? र चुनावी नारा फेरि त्यही हुन्छ, गरिब नियन्त्रण गर्ने, दलितलाई माथि उकास्ने, सुखमवासीलाई लाल पूर्जा वितरण गर्ने र एउटा राम्रो स्थलमा पुर्याउने नारा फेरि सेम ठ्याक्कै हुन्छ। तर सत्तामा गएपछि काम चाहिँ ठ्याक्कै नगर्दिने के। अनि त्यसलाई पनि हामीले पत्याइदिनु पर्ने हाम्रो एउटै खराब बानी छन्। हरेक घरमा एउटा नेता जन्माउँछौँ, तर त्यो चाहिँ हामी सोच्दैनौँ आफ्नो विनाश, त्यो नेता जन्माएर आफै विनाश भइराखेका छौँ। किनकि हामी त त्यो लेभलसम्ममा पुग्न सक्दैनौँ नि, सत्तामा पुग्न सक्दैनौँ। सत्तामा फेरि पुग्ने को त त्यही 4-5 दाजुभाइ जो हामीलाई वर्षौँदेखि लडाइराखेका छन्, मराइराखेका छन्, आन्दोलनका नाउँमा ज्यान गुमाउन मद्दत पुर्याइराखेका छन्। त्यही 4-5 जुन भाइहरू छन्, 4-5 वटा पार्टीका शीर्ष नेताहरू, उहाँहरूको लागि हामीले आन्दोलन गरिदिनु पर्ने र उहाँहरूलाई सत्तामा पुर्याउनु पर्ने। उहाँहरूले हामीलाई झुठो आश्वासन दिन्छन्, दलितको नाउँमा राजनीति गरिदिन्छन्, दलितलाई माथि उकास दिन्छौ, गरिबलाई माथि उकास दिन्छौ, सुखमवासीलाई जग्गा दिलाउँछौ। तर कानुन बनायो तर त्यसलाई कार्यान्वयन गर्न सकेन। किनकि त्यो कार्यान्वयन गरिसकेपछि उहाँहरूको त उठीबास नै हुन्छ। त्यो कुरा तपाईहरु सोच्नु भएको छ कहिले? सोच्नु भएको छैन भने सोच्न थाल्नुस्। साना नेताहरू विशेष गरी सोच्न थाल्नुस् र उहाँहरूलाई एउटै कुरा माग्नुस्, हामी किसानका छोराछोरीलाई हामी कसरी काम गर्ने, हामीसँग पानी छैन, सिँचाइ कसरी ल्याइदिने, हामीलाई मलको अभाव हुन्छ, मलको कारखाना कसले खोलिदिने, हामीलाई अन्नबाली संरक्षण गर्नको लागि गोदाम घर चाहियो, वेयर हाउस कसले बनाइदिने, त्यो कुराहरू माग्नुपर्छ। अनि रोजगार बल्ल सिर्जना हुन्छन्। तर त्यो गर्न अहिलेको सांसदहरूलाई पनि ठ्याक्कै त्यही कुरा भन्नुस्। तपाईहरु जुन गाउँमा जान्छ त्यो गाउँका व्यक्तिहरूले त्यही कुरा उठाउनुस्। हामी एउटा किसान हौ, हामीलाई सिँचाइ चाहियो, हामीले उत्पादन गरेका अन्नबालीको बजार भाउ चाहियो र त्यसलाई संरक्षण गर्नको लागि गोदाम घर चाहियो, त्यसले कसले बनाइदिन्छन्। हामीलाई त्यो ढुवानी गर्नको लागि बाटोघाटो चाहियो, त्यो कसले बनाइदिन्छन्। त्यति कुरा मात्र माग्नुस्। त्यो पनि अहिले 5 वर्ष छ उहाँहरूको कार्यकाल। वर्षै पछि गर्न थाल्यो भने सबै कुरा सम्भव छन्, तर त्यो गर्दैन।
गरिएन भने त्यस्ता सांसदहरू त्यस्ता नेताहरूलाई के गर्नुपर्छ, अर्को पटक चुनावबाट लखेट दिनुपर्छ ताकि त्यो नआओस्। हरेक जनताले यो बुझ्नुपर्ने कुरा हो। तर बुझ्न सकिएन भने तपाईहरूलाई, म जस्ता व्यक्तिलाई हरेक पटक एउटै आश्वासन दिन्छन्, तपाईँ गरिब हुनुभएको छ, तपाईँले रोजगार सिर्जना गरिदिन्छु। तपाईँ दलित हो, तपाईँ गरिब छौ, सबभन्दा पहिला गरिब छौ र तपाईँहरूको नामाङ्करण मैले दलित गरे हो, अनि तपाईँहरूको लागि मैले रोजगार सिर्जना गरिदिदिनँ। अनि त्यसपछि अर्को कुरा गर्छन्, सुखमवासीको नाउँमा तपाईँहरूलाई जग्गा दिलाइदिन्छु, तर त्यो दिलाउँदैन। त्यसै कारणले गर्दा त्योसँग हक्काहक्की गरेर मुखमा मुख मिलाएर आँखामा आँखा जुदाएर तपाईँहरूले त्यो आफ्ना योजनाहरू प्रस्तुत गर्नुपर्छ। मैले यो 5वटा योजना दिएछु, त्यो 5वटा योजनामा काम गर्न सकियो भने पक्कै पनि देशमा अलि न अलि केही न केही फड्को मार्न सकिन्छ भन्ने मलाई विश्वास छ। त्यो चाहिँ हरेक नेपाली जनताले भन्नुपर्ने कुरा हो। यति भन्दै म आफ्नो 2 शब्द यही टुङ्ग्याउँछु।